के राखेको छ यो बुढाबुढी भएको घर चाहिँ कहिले सफा गरेर नि सफा नहुने चिबिरको यता राखेको छ उता राखेको छ म त वाक्क भइसकेँ रोमा यहाँ आऊ तिमीलाई म एउटा कुरा भन्छु एकछिन शान्त भएर मलाई सुन ल म तिमीलाई भन्छु हेर तिमी बुहारी भएकाले तिमीले बुहारी म बुहारी हुँ भनेकाले गर्दा तिम्रो त्यस्तो सोच आइरहेको छ तिमी एकचोटि छोरी भएर सोच त तिम्रो घरमा बुढाबुढी आमा बाबा हुनुहुन्छ तिमीले मेरा बाबा आमा अझै भए पनि बाँचेका छन् भनेर तिमी कति खुसी भएर तिमी माइत जान्छौ यो घरमा पनि तिमी छोरी भएर सोच्यौ भने आमा बाबा बुढाबुढी हुनुहुन्छ तर देवता जस्ता आमा बुवा घरमै हुनुहुन्छ घर उज्यालो छ भनेर सोचिहेर त एकचोटि तिमी बुहारी भएकाले गर्दा फोहोर पारे यता भयो मैला भयो उता भयो भनेर तिम्रो दिमागमा त्यो प्रोड्युस भइरहेको छ तर तिमीले चाहिँ म छोरी हुँ मेरा आमा बाबा छन् त्यस्तै त हो नि कहिलेकाहीँ फोहोर त हुन्छ नि भनेर छोरी भएर सोच्यौ भने त कति राम्रो हुन्छ घर हेर आफ्नै बाबुआमा सम्झिँदाखेरि बुढाबुढी त भए अझै आयु थपियोस् भन्ने सोचिन्छ छोराछोरीले आमा बाबाप्रति यहाँ पनि तिमीले छोरी भएर सोच्यो भने वास्तवमा त्यही नै हुन्छ त्यही भएर तिमीले यो कुरो सोच्नु बुहारी भएर होइन छोरी भएर सम्झिनु तिम्रो कर्तव्य हो